नाकको डोलीमा आए फेरि त्यो उता नाकदेखि सिधा माथि अब चाहिँ मेरो पुरी भइस भन्नु सिधै लगेर माथि शिरमा अब माथि शिरमा सिन्दुर लगाएर शिरमा अब राम्रो पार्नु है पछाडि घुम्टो ताक्दैन लक्कन दिने आइदेऊ घुम्टो मुनिबाट घुम्टो मुनिबाट पत्रकाठ पार्नु बेहुलाले ढक्नु पर्यो बेहुलीले अनि जुठो खुवाउनु पर्यो बेहुला बेहुलीको लकन्देनीको काम यहाँ मासु खुवाउनु पर्यो खौपा खुवाउनु पर्यो मान्छेलाई स्वाद होइन एउटा कुरा म भन्छु पहिले अन्त बेहुलीले उता चारखा ढोक्नु पर्छ त्यहाँदेखि मात्रै जुठो खाइन्छ सिन्दुरजीमा तपाईको त्यो सिन्दुर छ नि यो शिरबन्द यसो उचाल्न सिन्दुर लकन्देले शिरमा उचाल्दिनुहोस् खुट्टामा लाग्नुपर्छ चार खेप ढोक्नु पर्छ अब आफै भर्ने भन्नुपर्छ अब उता यता होइन मूर्ति प्रेसँग म निर्वाह बिताउँछु भनेर चाहिँ ढोक्नु पर्छ मान्दिन अब कतिवटा हाम्रो एउटा भगवानको आशीर्वाद हो नि तपाईले पक्रेर तानेर तपाईले पक्रेर अब छिटो खुवाइदिनु अब पोता गराइदियो यहाँ हात मिलाएर अब तपाईको अझ एकता रेली भनेर मात्रै